हेलो हेलो नमस्ते छाजलो अनि झोलले सम्पूर्ण देश विदेशमा रहनुभएका मेरा प्यारा साथीहरूलाई आज म गण्डकी प्रदेशको स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका वडा नम्बर 12 मा पर्ने रमाइलो गाउँ पेल्काचोर घुम्न आइरहेको छु। साथीहरूलाई यो गाउँ कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै भनेर कमेन्ट गरिदिनु होला है त। त्यही हो मनगाउँ त यता हो नि, कतापट्टिबाट जाने अनि हो त अहिले बाटो बन्द खैले हो र ढल्ला गर्दै छ ए जान्दैछ। त्यहाँ अन्तबाट जाने बाटो छैन छैन लौ बर्बाद। ब्याड लक साथीहरू, अहिले मनोकामना जाने बाटो बन्द रहेछ, त्यही भएर यतातिर घुम्न आएँ है त म त। यो चाहिँ हेल्थ पोस्ट रहेछ। मलाई वास्तवमा यो डाँडाको पछाडि गएर त्यतातिरको गाउँहरूमा पुरै घुम्न मन थियो होइन, तर पनि बाटो रहेनछ, त्यही भएर म अहिले फर्किएँ। फर्किएर म पेल्काचोरको गाउँभित्र पस्ने कोसिस गर्छु है। उतातिर डाँडातिर म एकचोटि नि गएको छैन, तैपनि भित्र गएर यो पेल्काचोरको घरहरू के कस्तो छ होइन, बाटोहरू के कस्तो छ, त्यो सबै कुराहरू हजुरहरूलाई एक्सप्लोर गरेर देखाउने कोसिस गर्छु। यहाँको घरहरू चाहिँ हाम्रो चापोटको घरहरू जस्तै कुनै परम्परागत शैलीको र कुनै आधुनिक जस्ता पाताले छाएको घरहरू रहेछ। बाटो चाहिँ अहिले भर्खर नयाँ बनेको एकदम राम्रो, एकदम स्लिक छ होइन। कुनै ठाउँमा अलिकति चाहिँ अफ रोडहरू पनि छ। अब म यो लगत्तै यस पेल्काचोरको विद्यालय स्कुलभित्र गएर हजुरलाई यो स्कुल कस्तो छ त्यो पनि देखाउने कोसिस गर्छु। अब हेरौँ बाटो के कस्तो छ। ओ माई गड, अलि अफ रोड रहेछ। अब म स्कुलभित्र गएर हेर्छु है यहाँको स्कुल कस्तो रहेछ। अब यहाँ घुम्नुपर्ने ठाउँ त धेरै नै छ होइन, तर चाहिँ समयको अभावको कारणले गर्दाखेरि म आज नआउनु आइहाल्यो होइन। आएपछि यो स्कुल नहेरी जानु त त्यो हुँदै भएन, त्यही भएर म भित्र गएर चाहिँ यहाँको स्कुल कस्तो रहेछ त्यो हेर्छु अनि हजुरलाई देखाउँछु है। ओहो, यही जस्तो लाग्छ मलाई स्कुल है। त्यो अगाडि गेटहरू पनि देखिरहेको छु मैले। ओ आज शुक्रबार विद्यार्थीहरूको स्कुल त अब छुट्ने बेला भयो होइन, तैपनि स्कुल कस्तो छ अगाडि चाहिँ विद्यार्थीहरू देखेँ मैले। ओ स्कुलबाट फर्किँदै रहेछ भाइ बहिनीहरू है। अब भनेपछि यहाँबाट स्कुल अलिकति उतापट्टि पर्छ कि, यहाँ मिसहरू पनि छुट्टी भएर घर जाने तर्खरमा हुनुहुँदो रहेछ। ठाउँ चाहिँ एकदम दामी रहेछ है। अब स्कुल पनि एकदम राम्रो ठाउँमा बनाएको रहेछ, राम्रो स्पेसियस ठाउँहरू छ होइन। एकदम भित्र हेर्दाखेरि स्कुलको स्ट्रक्चर पनि एकदम खतरा रहेछ है। यहाँ चाहिँ खेल्ने ग्राउन्ड पनि रहेछ। अनि यो हो मनोकामना माध्यमिक विद्यालय। सायद यहाँको प्रिन्सिपल नारायण अर्याल हुनुहुन्छ, हुनसक्छ पहिला चाहिँ नारायण अर्याल हुनुहुन्थ्यो है। ल स्कुल चाहिँ बन्द भइसकेको रहेछ। अब आफू पनि टिचर भएको कारणले गर्दाखेरि यदि त्यहाँ स्कुल खुल्ला थियो भने, अफिसहरू खुल्ला थियो भने म पसेर एकचोटि सरहरूसँग इन्ट्रोडक्सन गरेर निस्किनु हुन्थ्यो होइन। तर स्कुल बन्द भइसकेछ। अब त्यही बात नै, अब चाहिँ म घरतिर फर्किने सुरसार गर्नुपर्छ कि यार। अब बाटो चाहिँ बरु बिर्सेँ है म अघि। अब चाहिँ बोल्दै आउँदाखेरि कतातिर बाटो पनि खासै याद गरेन होइन। अब यहाँबाट उतातिर चाहिँ बिरुवा जाने बाटो जस्तो लाग्छ, तैपनि यतापट्टि डाँडासम्म गएर भाइ बुवा स्याङ्जा जाने बाटो कताबाट अरे? स्याङ्जा जाने बाटो हजुर भनेपछि यतातिर माथि जानु पऱ्यो। ए त्यो स्कुलबाट पछाडिबाट ए यसो घुम्दै आएको हो। अनि हजुर झारखोला झर्छ, झारखोला झरेपछि भन्नाले मनोकामना मन्दिर माथि डाँडातिर पऱ्यो। यहाँ माथि पऱ्यो, यो बाटो बन्द रहेछ कि अहिले होइन? बाटो बन्दै छ बन्द। ए यसो त्यहाँसम्म पुगौँ कि भनेर आएको कि बाटो बन्द रहेछ। बन्द छ। ए हुन्छ, हस् भयो है त, धन्यवाद। भर्खरै हिँडेको बाटो भर्खरै बिर्सिन्छ यार, क्या भ्लगर बनेको अरे तँ। म सायद यहाँबाट अगाडि जानुपर्छ। यो अघि गाडी यहाँ थियो होइन, अब भनेपछि यो अगाडि बाटो। म के हो अलिकति एकचोटि हिँडेको ठाउँ अब एउटा मलाई त हो जस्तो लाग्छ होइन, तर भित्रै आत्मादेखि यही बाटो हो भनेर चाहिँ केही कुरालाई एकदम आफैले कन्फर्मेसन गर्न सक्दिनँ कि। एउटा मेरो रोगै भनौँ कि के भनौँ होइन, एकचोटि हिँडेको बाटो मैले ठ्याक्कै सम्झिन्न कि, यादै हुँदैन कि।
अब एकचोटि फर्स्ट टाइम हिँड्दाखेरि जताततै हेर्दै हिँडिन्छ होइन, त्यो गर्दाखेरि बाटो वरपरको चाहिँ के छ सिनहरू त्यो चाहिँ निहाल्दै हेर्दाखेरि बिर्सिने रहेछ कि। मनोकामना जाने चाहिँ बाटो बन्दै रहेछ है। मकै पनि एकदम ठुल्ठुलो भइसकेको छ आम्मामा यार। हामीतिर त बल्ल हिजोतिर अस्तितिर छरिरहेको थियो कि, अब जेठको महिनामा छरेको मकै कस्तो होला होइन। त्यो के गर्ने बेलामा पानी नपरेपछि अब आकाशे पानीमा निर्भर हुनुपर्ने खेतीहरू छ होइन। यतातिरको जे होस् मकै चाहिँ ठुल्ठुलै भइसकेको रहेछ। कुनै कुनै त अब जमरा पनि हालिरहेको छ होइन। अघि मैले देखेको थिएँ अब एक ठाउँमा त घोँगा पनि हालिसकेको थियो कि। बेलानको बेला कसो फोन आउँछ यार। होस् घन्टी पनि सकियो। बेलुकाचौरको घुम्नै पर्ने ठाउँहरू धेरै छ। मैले चाहिँ इन्टरनेटमा नि धेरै कुराहरू हेरेको थिएँ होइन, तर खासमा आज म यो गाउँमा चाहिँ अलिकति अप्रत्याशित तरिकाले नै आएको। खासमा त बेलुकाचौर घुम्नको लागि गाउँ नै राम्रो ठाउँ हो होइन, तर यहाँको एउटा चाहिँ भन्छ नि त्यो भूत गुफा र नाकाचौ महादेव चाहिँ एकदम भाइरल छ कि यो ठाउँको। यो बेलुकाचौरको भूत गुफा चाहिँ मिलेनियम ट्रेकको बाटोमा पर्छ अरे भनेर मैले इन्टरनेट पढेको थिएँ होइन। यसमा चाहिँ मिस्टिरियस खालको र डरलाग्दो कथाहरू पनि सुन्नमा आउँछ इन्टरनेटमा खोज्ने हो भने। अनि यो ठाउँको एकदम हेर्दाखेरि एकदम डर लाग्ने खालको होइन, एकदम हेर्दाखेरि नै के कस्तो कस्तो लाग्ने खालको चाहिँ ठाउँ भएर होला त्यसको नाम चाहिँ भूत गुफा राखेको होइन। जो कोही चाहिँ एक्लै जान डराउँछ अरे कि। अब मैले चिनेको भए त म जान्थेँ होइन, अनि तर डर त लाग्छ है मलाई पनि। अनि चाहिँ अर्को चाहिँ नाकाचु महादेव भन्छ कि, यसले चाहिँ नाकाचु पञ्चमुखी शिवालय धाम पनि भन्दो रहेछ होइन। लगभग 1600 मिटरको उचाइको त्यो जुन एकान्त डाँडामा छ अरे यो ठाउँ। अनि यहाँबाट चाहिँ तनहु, पाल्पा, स्याङ्जा अनि वरपरको जिल्लाहरू होइन, अनि त्यस्तै चाहिँ गणेश हिमाल, अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी जस्ता थुप्रै हिमालहरूको दामी दामी भ्यूहरू देखिन्छ अरे के। बेलुकाचौर पहिला साबिक गाविस थियो कि, अब पछि चाहिँ स्थानीय संरचना अनुसार यो पुतली बजार नगरपालिका भयो होइन। पहिला चाहिँ यसको साबिक वडाहरू 1, 2 अनि 4 थियो, 8सम्म चाहिँ अहिले पुतली बजारमा पर्छ। अनि त्यस पछाडि चाहिँ 3 र 9 अहिले चाहिँ बिरुवामा गाभिन गयो कि। यहाँ अगाडि मैले अघि आउँदाखेरि एउटा बोर्ड देखेको थिएँ होइन, सेल्फी पोइन्ट के हो समथिङ के लेखेको थियो। एकचोटि के रहेछ जाउँ न माथि नै हेर्न होइन। अब उतैतिर त नजाउँ होला, हेरी यहाँ चाहिँ छेउमा गएर हेरौँ है यहाँ के रहेछ। के हो यार, अनुमति बिना प्रवेश निषेध हुन्छ। अस्ति के लगाएको रहेछ है। ठाउँ त दामी छ यार, यहाँ त अडिङ्गाल छ होला। हेट त्यहाँ के थियो अब उता वनतिर त म गएर हेरिनँ होइन। जस तपाईँहरूलाई थाहा छ भने त्यहाँ के थियो मलाई चाहिँ भन्दिनँ है। यो बाटो चाहिँ खतरा बनेको छ है अहिले। पहिला त नराम्रो थियो अरे होइन। अब अहिले चाहिँ यो पिच बनेपछि बाटो पनि एकदम बब्बाल भएको छ होइन। अब चाहिँ आनन्दले हिँड्न पाइन्छ कि। जे होस् स्थानीय सरकार आए पछाडिको चाहिँ एउटा चाहिँ प्रगति देख्नुपर्छ होइन। अब हुन त पहिला यहाँ अब मध्यकालमा सायद मध्यकालमै भनौँ न, यहाँ चाहिँ स्थानीय मुखियाहरू र सामन्तीहरूले चाहिँ शासन गर्थ्यो अरे होइन। अब किन 12 मकरात भनेर चाहिँ भन्छ कि त्यस्तो तिनीहरूलाई चाहिँ यिनीहरूले चाहिँ शासनमा चाहिँ आफ्नो राज्यहरू बनाएर के भन्छ अरे यो मगर, विशेष गरी मगरहरूले चाहिँ आफ्नो मगरात राज्य चाहिँ विस्तार गरेर बसेको थियो होइन। अब अहिले चाहिँ स्याङ्जाको भिरकोट, नुवाकोट र सतौँ जस्तो चाहिँ 24 राज्य र रजेटाहरू चाहिँ यहाँ चाहिँ त्यतिखेर थियो के। त्यस पछाडि चाहिँ 18औं शताब्दीतिर अब हामीले चाहिँ पृथ्वीनारायण शाहको बारेमा धेरै कुरा सुनेको छौँ होइन। 18औं शताब्दीतिर यहाँ चाहिँ पृथ्वीनारायण शाहले अब राज्य एकीकरण गरेर यो ठाउँलाई अथवा स्याङ्जालाई भनौँ न, स्याङ्जाको जुन साबिक जुन 24 राज्यहरू थियो नि त्यो सबैले मिलाएर अब नेपाल बनाएको कुरा हामी सबैले याद छ। ल यसरी मैले चाहिँ अब उता बेलुकाचौरको बाटो छोडेर अहिले सिद्धार्थ हाइवेमा आएँ होइन। अब यहाँबाट तलतिर म वालिङतिरको बाटोतिर लाउँदैछु। अब वालिङतिरको बाटोतिर त अब सबैजना दिनदिनै जस्तो हिँडिरहनु भएको छ होइन। यसमा मैले त्यस्तो चाहिँ विस्तृत रूपमा केही कुरा चाहिँ भनिरहनु पर्ने त छैन। मैले योभन्दा अगाडिको सायद मेरो लाइफको चाहिँ फर्स्ट भ्लग नै होला होइन। लगभग 2 घन्टा मैले चाहिँ भ्लग बनाउँदा साथीहरूले भ्लग हो कि मुभी भ्लग हो भनेर चाहिँ भनिरहेको थियो होइन। 2 घन्टाको एकदम
मैले चाहिँ आफै एक्लै फत्र बोलेर लामो 2 घन्टाको भिडियो मैले चाहिँ फर्स्ट टाइम अपलोड गरेको भिडियोमा चाहिँ यो सिद्धार्थ हाइवेको बाटोको बारेमा चाहिँ कण कुराहरू जानी नजानी चाहिँ भनेको छु हैन। अब त्यही भएर आज मैले त्यस्तो चाहिँ विस्तृतमा भन्नु चाहिँ आवश्यक ठानेन। म अब यहाँ हेलु नजिक चाहिँ आइपुगेको छु है। अब एकचोटि म यहाँ एक्सिडेन्ट परेको थिएँ कि अब एक्सिडेन्ट भन्दा त्यस्तो ठुलो त होइन हैन। यहाँ चाहिँ म चाहिँ यो अहिले हेलु बजारमा छु। एकदम चाहिँ हेलु बजार पनि एकदम रमाइलो छ हैन। यता चाहिँ तिरबाट दाहिनेतिरबाट चाहिँ अर्जुन चौपाटी जान्छ। म चाहिँ अब बिस्तारै हेलु बजार काटेँ। अब हेलु बजारको यतापट्टिको जुन ठाउँमा छु हैन म, यहाँ चाहिँ एकदम दामी छ के ठाउँ। एकदम बाइक सायद मैले चाहिँ एकदम बढी स्पिड गर्ने ठाउँ यहीँ होला के। यस्तो मजा आउँछ नि, बाटो खाल्डे चाहिँ केही छैन हैन। आँखा चिम्लेर चाहिँ कुदाए पनि यहाँ फरक पर्दैन होला कि। अब त्यसो भन्दै गर्दाखेरि मैले फेरि ट्राफिक रुल चाहिँ फलो नगर्ने भन्नु खोजेको होइन। जे होस् यो ठाउँमा एकदम दामी छ के पहिल्यै बाटो। अब अहिले त पछि चाहिँ अलिकति बिग्रियो होइन। पहिला चाहिँ अन्त्यतिरको बाटो एकदम कबाडी हुँदाखेरि नि यहाँ चाहिँ दामी च्याट्ट परेको थियो कि। आँखा चिम्लिएर मैले चाहिँ लाइफ टाइम फर्स्ट टाइम अब स्कुटर चलाए पछाडि चाहिँ अब 30-40-35 को चाहिँ स्पिडमा चलाइरहने मान्छेलाई होइन फर्स्ट टाइम मैले यहाँ चाहिँ 75 सम्म चाहिँ पुऱ्याएको छु कि। यस्तो मजा आउँछ कुरै नगरौ न। अब यहाँ अगाडि फेरि योले पनि झ्याउ गर्छ कि। म थोरै अगाडि जान्छु है। टिप्पर अब टिप्परसँग त डराउनै पऱ्यो होइन। पेले भन्दा पेलिहाल्यो। म दार्जिलिङबाट कटेर अहिले यो के भन्छ भने बयरघारी एरियातिर चाहिँ पस्न लागिरहेको छ है। के भन्ने यार अहिले त बोल्न नि आएन, मुख पनि सुक्यो, च्याप्दै भयो होइन। यस म बयरघारी एरियामा आएँ है। यो ठाउँलाई चाहिँ बयरघारी भन्छ। अब सायद तपाईँले लोकगीतको पारखी हुनुहुन्छ भने स्याङ्जा बयरघारी भन्ने गीत पनि सुन्नुभएको छ होला होइन। दामी छ है बजार चाहिँ। त्यति ठुलो बजार त होइन तर पनि अलिकति चाहिँ विस्तार हुँदै गरेको चाहिँ बजार हो होइन। अलिकति चाहिँ तुलनात्मक रूपमा अलि चाहिँ महँगो चाहिँ हुने रहेछ है। मैले एकचोटि अलिकति सपिङ गरेको थिएँ होइन। तर चाहिँ पोखराको तुलनामा यहाँ चाहिँ धेरै नै मात्रामा अलिकति महँगो छ है सामानहरू किन्नको लागि। अब मैले त्यसो भन्दै गर्दाखेरि चाहिँ सबै ठाउँ भनेको होइन कि, तर चाहिँ मैले चाहिँ जतिजना पसलेहरूसँग चाहिँ सामान किनेँ। तर यो ठाउँको चाहिँ अलिकति महँगो छ क्या बयरघारी बजार। हुन त वालिङ पनि महँगो हो, वालिङले सस्तो भन्न खोजेको होइन होइन। वालिङ बयरघारी सबै चाहिँ अलिक तुलनात्मक रूपमा अलिक महँगो बजार हो क्या। पोखरा बुटोल जस्तो चाहिँ मूल्य खोजेर यहाँ चाहिँ अब हुन त अब लोकल सानो भर्खर विस्तार हुँदै गरेको बजारमा त्यति त पाउनु त गाह्रो नै पर्छ। के भयो अगाडि जान के गर्ने भन्ने गर्दाखेरि डराउनु पर्ने यार। यस्तो ठाउँमा बाटो सानो छ। अब आएर झ्याप पियो भने चाहिँ छैन कि खैरियत नै। के बोल्ने हो अब त खै। ल अब चाहिँ म 83 नजिक यतापट्टि डाँडातिर आइपुगिरहेको छु। अब योभन्दा अगाडि चाहिँ हाम्रो चाहिँ छाङछाङदी छ होइन। छाङछाङदीको चाहिँ शिवजी अब चाहिँ शिव भक्तहरूको लागि चाहिँ एकदम पवित्र तीर्थस्थल स्याङ्जा जिल्लाकै एकदम पवित्र तीर्थस्थल हो होइन। यहाँबाट माथितिर यो कुनातिर देख्नु भएको यो चाहिँ छाङछाङदीको शिव मन्दिर है। यहाँभित्र चाहिँ हजारौँ लाखौँ चाहिँ उहरू चाहिँ आउने गर्छ। यसरी मैले चाहिँ अहिले 83 मा आइपुगेँ है। ल त गाइज मैले आजको मेरो मोटो भ्लगलाई यहीँ अन्त्य गर्छु। अब बोल्दाखेरि कहिले के कस्तो बोलियो होला होइन। त्यस्तो चाहिँ नराम्रो बोल्न पुगेको रहेछ भने चाहिँ माफ गरिदिनु होला। अब हजुरले चाहिँ मेरो च्यानल सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब पनि गरिदिनुहोस् है। ओके गाइज हेर्नुहोस् त वनकुखुरा दामी घर कुखुरा जस्तो हुनेछ है। अघि एकदम चाहिँ कोतकोताइरहेको थियो होइन। यहाँ वनको बिचमा के रहेछ भनेको त दामी के अन्त यस्तो दामी रातो वनकुखुरा रहेछ है। अब गएर समातिम सामान्य त यो मरिगरी सकिँदैन होइन, एकदम टाठो हुन्छ के। अब यो वनकुखुरालाई समाउन नसके पनि अब अर्को सक्ने कुरा भनेको तपाईँहरूले चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ है। सबैजनाले सब्सक्राइब गरिदिनु है। अब धेरैले माया गरेर चाहिँ अहिले चाहिँ मेरो 12K नागेको छ होइन। यसरी नै मेरो च्यानल छिट्टै नै
20K पुगेर हजुर सबैले चाहिँ थ्याङ्क यू भन्न पाउनु है। हुन्छ त गाइज, म यति गरेर म आज मेरो यो भिडियोलाई यहीँ अन्त्य गर्छु है त। ओके, बाई बाई, सी यू इन नेक्स्ट भिडियो। अनि त्यो घन्टीको बेल आइकनलाई पनि अचार्नुहोस् है। टङ गरे पछाडि चाहिँ मेरो भिडियो तपाईँको नोटिफिकेसन आउँछ क्या।